एज अ स्टुडेन्ट इन नेपाल कलेज नहुँदाको मेरो नर्मल डे कस्तो हुन्छ भनेर आजको मिनी ब्लगमा सेयर गर्छु है त। सो हेलो एभ्रीवन, इट्स मी रोशना। वेलकम टु अ डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल, डे 44 मिनी ब्लग। सो एज अलवेज म चाहिँ बिहान उठेर शावर पनि लिइसकेको थिएँ अनि यो चाहिँ मेरो आजको आउटफिट अफ द डे। अनि हेर्नु न, यहाँ हाम्रो प्लान पनि देखाउँदै थिएँ मैले। अनि एज अलवेज मैले चाहिँ बिहान उठेर नुहाएर घरहरू सफा गरेर पनि पूजा गरिसकेको थिएँ। अनि हेर्नु, यहाँ हाम्रोतिर चाहिँ यति चर्को घाम लाग्छ कि आज। अनि त्यसपछि म चाहिँ यहाँ पुरै नाच्दै म्युजिकसँग फ्लोमा पुरै आफ्नो स्किन केयर गर्दै थिएँ। अनि म चाहिँ यहाँ नाच्दै रमाइलो गर्दै आफै इन्जोय गर्दै र आफैसँग रमाउँदै यहाँ स्किन केयर गर्दैछु। अनि म नाचेको, अनि म चाहिँ कुन गीतमा नाचेको भनेर हेर्नु है त। यहाँ नाच्दा नाच्दा पनि मैले आफ्नो स्किन केयर पनि गरिसकेको थिएँ, देख्न सक्नुहुन्छ यस्तो ग्लोई भयो फेस। अनि मेरो स्किन केयर रुटिनको भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। र अब चाहिँ गीत सुनौँ है त। र यति भन्दै चाहिँ मेरो स्किन केयर पनि भइसकेको थियो, देख्न सक्नुहुन्छ। अनि मैले दिउँसो खाजामा चाहिँ खाएको थिएँ, यस्तो यमी यमी खाजा छ है हाम्रो चाहिँ, किनकि मैले खाएको थिएँ ड्र्यागन फ्रुट, टोस्टेड ब्रेड अनि त्यसपछि कोल्ड कफी। किनकि यस्तो यमी भएको थियो कि यो खाजा चाहिँ, किनकि फ्रेस ड्र्यागन फ्रुट थियो। अनि त्यसपछि कोल्ड कफी मेरो फेभरेट भइहाल्यो। अनि त्यसपछि ब्रेड खाएँ। अनि बेलुका खानामा चाहिँ मैले यो कौली र आलुको तरकारी पकाएको थिएँ। अनि त्यसपछि सँगसँगै चाहिँ हामीसँग दाल पनि पाकिसकेको थियो अनि जिरा जानेको थियो मैले। अनि यहाँ चाहिँ हाम्रो काँक्रो, आलु र गेडागुडीको अचार। अनि हाम्रो घरमा चाहिँ कहिले गेडागुडी खान मिल्छ, कहिले खान मिल्दैन, त्यही भएको भएर यहाँ छुट्टै छ कि यो हाम्रो गेडागुडी नहालिकन चाहिँ अङ्कललाई हो, गेडागुडी हालेर चाहिँ हामीलाई। अनि यहाँ चाहिँ हाम्रो काँक्रो र मुलाको सलाद। अनि त्यसपछि खाना खाइसकेपछि चाहिँ फेरि मैले ड्र्यागन फ्रुट खाएँ, किनकि हामीलाई चाहिँ अङ्कलले एक झोला ल्याएर राखिदिनु भएको थियो कि ड्र्यागन फ्रुट फ्रिजमा। अनि त्यही भएर हामी चाहिँ बिहानै बेलुका ड्र्यागन फ्रुट खाएको थियौँ कि। अनि मलाई चाहिँ अलमोस्ट भनौँ न कस्तो मनपर्छ ड्र्यागन फ्रुट। अनि बिहानै बेलुका नसकिन्जेलसम्म खाएको खाइ थिएँ कि मैले चाहिँ। दिउँसो खाजामा पनि खाएँ अनि बेलुका खाना खाइसकेपछि पनि मैले खाएँ। मलाई चाहिँ एकदम मिठो लाग्छ कि ड्र्यागन फ्रुट। अनि त्यसपछि रुममा आएको त कपडा यति धेरै पटाउनु पर्ने रहेछ। अनि कपडाहरू सबै पटाइदिएँ। अनि त्यसपछि आफ्नो स्किन केयर पनि गरेँ। यो चाहिँ थियो मेरो नाइट स्किन केयर गरेपछिको फेस, देख्न सक्नुहुन्छ। सो यहाँ आजको लागि यति नै। सी इन माई नेक्स्ट मिनी ब्लग। थ्याङ्क यू फर वाचिङ। बाई एभ्री वान, गुड नाइट। अब चाहिँ सुत्नुपर्छ है, बाई।